मेरो युट्युब च्यानल हिमाली धर्म केन्द्रमा सबैजनालाई स्वागत छ। आज ढोलमाको जुङ ताराको धारानी पढेर सुनाउन गइरहेको छु। ताराको धारानी चाहिँ दुई प्रकार रहेका छन्, एउटा चाहिँ शिवा, एउटा चाहिँ टाप्पो। ताराको जुङमा चाहिँ दुई किसिमको जुङ रहेको छ। एउटा शिवा हेर्नुहोस्, ओम तारे तुतारे तुरे सोहा, ओम तारे तुतारे तुरे सोहा, ओम तारे तुतारे तुरे सोहा। ढाक्पोमा चाहिँ ओम नमो तारे नमो हरे हुङ हरे सोहा, ओम नमो तारे नमो हरे हुङ हरे सोहा, ओम नमो तारे नमो हरे हुङ हरे सोहा। ओम ngaki गोडेन, ओम मन्दरको शिर, तारे ढोलमा तारा, तुतारे तुङ्वाले ढोलमा सेवा हो धोन्नो, काष्ठबाट मुक्ति पाउने अर्थ बुझाउँछ। तुत तुङ्वा ते झिक्पा केतकी तुङ्वा, तुतले दुःख जनाउँछ 8 प्रकारको बाह्यबाट हुने दुःख। तारे ढोलमा, झिक्पा केतनी सिङ्गे लाङ्पो मे धुक छोमकुन चोन्ड्रा ग्याछो स्यासा चेकी झिक्पा केले थर्पर जेपे धोन्नो। तारे भनेको तार्ने वा उतार्ने हो। 8 प्रकारको बाह्य, सिंह, हात्ती, आगो, विष, लुटेरा, जलखाना, समुद्र र मासु खाने राक्षस, यी 8 प्रकारका डर वा दुःखबाट मुक्ति वा तार्ने शक्ति प्रदान गर्दछ। तुरे न्युरमा, तुरे भनेको छिटो वा चाँडो। सोहा जिङ्गी लोप्सिक, सोहा भनेको अधिष्ठान गरिदिनुस् भन्ने अर्थमा। दोन सेन ग्युकी क्याल्बो खान्डोमा धोर्चे डाबे काडेल्दो, अर्को पक्षमा क्याल्बो खान्डोमा धोर्चे डाई काडेलमा भन्ने। यो छो-भित्र भएको अर्थअनुसार तारे नि ढोलमा हो, तारे भनेको ताराको, तुरे से च्यावानी छो थम जेतला लोङजोत पे छिम्बर चेतपा हो। तुरे भनेको सबै धर्ममा पूर्ण रूपले सन्तुष्टि होउन्। सोहा झिङ्गी लोप्सिक, अधिष्ठान वा वरदान दिनुहोस्। हरा ठोक्पा ठोक्चे, प्रेम करुणा र उद्धारको शब्द जुन दुःखबाट हरण गर्ने, दुःखबाट मुक्ति दिलाउने जुङ हरा। हरे ठोक्चे कि हमले प्रेम करुणा र उद्धारको कार्य जुन हरे भनेको चाहिँ प्रेम करुणाद्वारा उद्धार गरिदिने, दुःखमा परेको सत्वहरूलाई उद्धार गर्ने अर्थमा हरे प्रयोग गरेको छ। हरे भने ठोक्चे कि हमले भनेको छ।